आज हामीले काफल टिपेको यति। हेलो गाइज, दर्शन नमस्ते। अनि सबैजना सन्चै आराम कुशलै हुनुहुन्छ होला। हामी चाहिँ आज काफल खानुलाई आएको यता। यहाँ यो जङ्गलभित्र कता हो कता भक्तपुर भनेर भन्दै थियो। भक्तपुर गोइरी गाउँको जङ्गल रे। ल है, हामी काफल कति टिप्छौँ हेर्दै गर्नु होला। निकै नि छ ल, यहाँ पनि परेछ त्यति 2-3 दाना काफल आजकै। कहाँ पस्यो बाँदर? काफलको रुख मान्छे चढेर चिल्लो न चिल्लो बनाएको रहेछ। एक थुङ्गा गुराँस छ ल। एउटा कालालाई यहाँ माथि काफल टिप्नु पठाएको, उकालो चढेको गर्छ। काफल चाहिँ खासै छैन रहेछ, यता यसो अलिअलि रहेछ। जङ्गल चिप्लो रहेछ क्या, लडिने पनि सबै हरियो हेर खसाएर अलिअलि पाक्नु पनि थालेको रहेछ। यस्तो यो पाक्नु थालेको ल, सबै ढालेछ। काफल टिप्दा टिप्दै गुराँसको फुल पनि भेट्यो एउटा। कस्तो राम्रो छ। जङ्गल गाह्रो छ, लडिनै पर्यो। फेरि भेटियो गुराँसको फुल 2टा। यहाँ पानी पनि भएको, पानी खाइसक्नु लाग्यो। अब यता उकालो कता उकालो जानु पर्ने चिप्लेर बिचोक। खोइ हो, काफल टिपेको काफल त देखिँदैन। जङ्गल चाहिँ जङ्गल घारी चिप्लेर यता भरे झर्दा चाहिँ कसरी झर्नुपर्ने यो ओह्रालो। राम राम। यहाँ एकचोटि पल्ट्यो भने त तलै पुगिँदो रहेछ झन्। यता त कम त थियो नि त। यो पाएको तलतिर पनि रहेछ। राम राम। काठमाडौँ हेर न, छ रहेछ यार। यता टन्नै छ। उधर रोड है यता तल भुइँमा कहाँ पुग्ला र फेरि। टन्नै रहेछ काफल चाहिँ, तर टिप्नु गाह्रो छ। यस्तो माथि माथि पनि छ रहेछ। आज हामीले काफल टिपेको यति त्यो छ। अर्को प्लास्टिक पनि यहाँनिर उतै झुन्डेर छ। उता छ ऊ माथि हाँगा भाँचेर झर्लास। अनि अहिलेसम्म म पनि पसेर झरेको। म चाहिँ यहाँ भुइँमा यति छ है गाइजहरू काफल। टिकाथली पुग्नुपर्ने छ। अब चाहिँ हिँडेको ओह्रालो लाग्यो।